नमस्कार दर्शक तथा श्रोता वृन्दहरू, हामी चाहिँ अहिले लागिसकेको छौँ कार्यस्थलमा। यो रणभूमिलाई तोड्दै फोड्दै हामीले चाहिँ मरुभूमिलाई फोडेर, पहाडलाई फोडेर, चट्टान बनाएर त्यसलाई बालुवामा परिणत गरेर बिल्डिङ बनाउन लागिरहेका छौँ। हाम्रो यहाँनिर सर्वे भइरहेको छ। सर्वेयरहरूले सर्वे गर्दैछन्, डन्डी फर्मा गर्नेले गर्दैछन् अनि यतापट्टि गाडी चलाउनेले चलाउँदैछन्। यतापट्टि हेर्नुहोस् डिपिङ भइरहेको छ। अब हामी जाँदैछौँ कार्यभूमि 2 मा। आँपट्टि ट्रकहरू आउँदैछ, लोरी पनि जाँदैछ। यो हाम्रो पाकिस्तानबाट आएको फोरम्यान हो, गाडी चलाउँछ। कराउँदैन बिचरा यसले त। कराउँछौ त तिमीले? कहिलेकाहीँ गुस्सा गर्छ। अभी हम लोग जा रहा है दूसरे साइड में। वहाँ से हम लोग कुछ सामान उठा के दूसरा मशीन में डालेगा। इसका बाद हम लोग इधर देखेगा, कोई काम मिलेगा तो फिर करके उधर जाएगा। हाँ बोलता है ये फोरमैन। सही है बोल रहा है। समझ गया कुछ नेपाली लोग? देखो ये हमारा फोरमैन है। नेपाली भाई लोग, ये हाम्रो कालो छ गाड़ी का स्टीयरिंग भी कालो छ। कालो मालूम है? कालो कालो गाड़ी, ब्लैक गाड़ी। अंदर से ब्लैक है, बाहर से सादा है, सफेद वाला है। अभी बाहर का दृश्य तो देखो। वाह वाह, क्या बोलेगा फरमान हमारा सही नहीं है। फोरमैन सही है, कभी भी नहीं सही नहीं। ये देखो इसको बोलता है हम लोग क्रेन। ये हमारा रेस्ट एरिया नंबर 2 का है। हाँ। सुपरवाइजर टेंशन नहीं है। दूर दरवाजा तक दिखाई देता है इधर से, लेकिन नजर नहीं जाता कितना दूर है। हाँ, नंबर 4 क्षेत्र नंबर 4 तिर आइसकेको छौँ। यहाँतिर हामीले बिल्डिङहरूको काम लगभग सम्पन्न गरिसकेका छौँ। यहाँबाट क्षेत्र नम्बर 4 सुरु भइसकेको छ। क्षेत्र नम्बर 4 जाने बाटो यतातिरबाट हो। क्लस्टर 7 बाट छुट्ने बित्तिकै उतापट्टि गयो भने क्षेत्र नम्बर 4 छिर्छौँ है। अभी फॉरमैन पर्सेंट हिसाबले दिन्छ हैन? फॉरमैन वो हाँ फॉरमैन आपका अपन पर्सेंट आने वाला है। किसका? वो काम का आएगा ना पर्सेंट। अब हामी यो बाटो पक्रियौँ भने 4 नम्बर क्षेत्रमा सबका बोला है छिर्छौँ। यताबाट दाहिनेतिर लाग्छौँ। बोला है अभी उधर लिखा हुआ है, वहाँ से दिखाया क्लस्टर 4। ये महीने की सैलरी में देखेगा ना क्लस्टर 4 का बोर्ड उधर लगा हुआ है। किसने बोला था परसेंट? और का बोर्ड जिगजैग रास्ता है, जिगजैग रास्ता है। यहाँ क्लस्टर 4 मा चाहिँ हाम्रो लगभग 99% बिल्डिङहरू चाहिँ ठडिसकेको छ भने अब 1% बिल्डिङहरू बन्न बाँकी छ। यसमा चाहिँ हामीले टोटल 36,400 बिल्डिङहरूको कन्ट्र्याक्ट लिएका थिए भने अल्दरदार कम्पनीले यसलाई ठेक्का लिएको थियो। त्यसलाई ट्रोजनले ह्यान्डल गरेर अरू शाखा साना कम्पनीहरूलाई वितरण गरिदिएको छ। कुनै बिल्डिङहरूमा सानो 1 कोट रङ लगाएर यस्तो बनाइदिएको छ। कसैमा चाहिँ स्काफोल्डरहरूले चाहिँ त्यहाँ कलर गर्नको लागि स्काफोल्डिङको कामहरू पनि यसरी गरिरहेको छ। यो धेरै अग्लो बिल्डिङ होइन, मात्र 1 तला माथि उठाउँछ। यसलाई चाहिँ अब हाउसिङ प्लानिङमा चाहिँ बिक्री गर्छ है। यो एनपिसी कम्पनीले चाहिँ यसले चाहिँ सिर्फ पाइपलाइन र गड्डरको काम गर्छ। ट्रोजनले बिल्डिङ बनाउने काम गर्छ। दारले पुरै ठेक्का लिन्छ। अनि त्यसपछिबाट अरू डिलिङ कम्पनीहरू धेरै छन्। हामी चाहिँ ड्रिलिङ कम्पनीबाट सोइल टेस्टिङको लागि तथा कङ्क्रिट फिलिङको लागि अरू नै कम्पनीले दिएको ठेक्कालाई चाहिँ हामीले
सब कन्ट्र्याक्टरबाट काम लिएर गरेको। यो जियो हार्बरको साइड अफिस हो। यसले पनि कन्स्ट्रक्सनकै काम गर्छ। यसले डन्डी फर्मादेखि लिएर कङ्क्रिट को काम गर्छ भने अरू कम्पनीहरू आफ्नै तरिकाले आफ्नो काम गर्छ। अहिले चाहिँ हामी लगभग क्षेत्र नम्बर 4 को रेस्ट एरियाको नजिक पुगिसकेका छौँ। यो क्षेत्र नम्बर 4 छिर्ने बेलाको दृश्य, 4 को रेस्ट एरिया छिर्ने बेलाको। अब हामी यहाँको बकालामा हामीले काम गरेको थियौँ, त्यहाँ हाम्रो मेसिन परिरहेको छ। अनि मेसिनबाट हामीले 2-3 वटा बिग्रेको सामानहरूलाई चाहिँ आज कम्पनीमा रिपेयरिङको लागि पठाउँदैछौँ भने यहाँ काम हाम्रो लगभग ठप्प भएको छ 4 दिनदेखि। अब यसलाई सुचारू गर्नको लागि हाम्रो फोरम्यान र सुपरभाइजर लागि परेको छ, तर केही पनि गर्न सकिरहेको अवस्थामा छैन। के कसो फोरम्यान? ठिक छ। यहाँ चाहिँ क्रेनहरू लाइन छ होइन। अभी बोलो अपना जबान में बोलो। हमको एक लड़की भी चाहिए, नेपाल वाला चाहिए। अच्छे वाला लड़की हो, अच्छा काम करता हो, अच्छा वाला हो। सही है। सही है। किसके लिए चाहिए बोलो? शादी के लिए? अपने लिए चाहिए, शादी के लिए चाहिए। शादी करेगा, ऐसा नहीं करेगा। यहाँ भन्दैछ कि हाम्रो फोरम्यानले भन्दैछ कि नेपाली लड्की भयो भने म बिहे गर्छु, राम्रो केटी हुनु पर्यो, काम पनि राम्रो गर्नु पर्यो भन्दैछ। तर घरको काम करेगा, कंपनी का काम करेगा? नहीं, घर में रहेगा, कंपनी में क्यों रहेगा? सही है। हम नहीं कमाएगा कंपनी में। सही है। देखेगा यूट्यूब में। ये फोरमैन है। कोई है तो कमेंट करो, कमेंट करो। हम लोग का कमेंट से आप लोग का जो हम देखेगा तो नंबर इसको दे देगा, तो बातचीत होएगा, फिर शादी करेगा। सही है। शादी बनाएगा। अभी हम लोग पहुँच गया है। हामी अहिले चाहिँ ठ्याक्कै आइपुगेको छौँ बस पार्क। यो चाहिँ माछा पोखरीको बस पार्क भन्दा कम छैन, तर यहाँबाट पब्लिक होइन, यो चाहिँ सबै काम गर्नेहरूको बस पार्क हो। यो पब्लिक बस पार्क होइन, सबै काम गर्नेहरू वर्कर्सहरूलाई बोकेर लिएर आउने, लिएर जाने गर्छ भने हामी यहाँबाट ट्याक्क झरिसकेका छौँ। यो लिएर जाउँ न है।